नमस्कार साथीहरू, शेयर कमेन्ट युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज हामी कुरा गर्न गइरहेका छौँ यही हप्ता निष्कासन हुन लागेको एउटा नयाँ र बहुप्रतीक्षित आइपिओको बारेमा हो। हामी कुरा गर्दैछौँ कलङ्गा हाइड्रो पावर लिमिटेडको आइपिओको बारेमा। यस कम्पनीले कहिलेदेखि आइपिओ निष्कासन गर्दैछ, कति किताका लागि आवेदन दिने र यो हाइड्रो पावरमा लगानी गर्दा कतिको फाइदा होला, यी सब कुराहरू आजको यस भिडियोमा डिटेलमा बुझ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सबैभन्दा पहिला यो आइपिओको मुख्य विवरण हेरौँ। जस्तै कम्पनीको नाम कलङ्गा हाइड्रो पावर लिमिटेड, कुल निष्कासन सङ्ख्या भनेको 28,70,000 सर्वसाधारणका लागि। प्रति किता मूल्य रु 100 रुपियाँ। आइपिओ खुल्ने मिति जेठ 8 गते र आइपिओ बन्द हुने मिति जेठ 13 गते। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड। अब कुरा गरौँ कति किताका लागि आवेदन दिने त। नेपालको आइपिओ बजारमा लगानीकर्ताको सङ्ख्या एकदमै बढेको छ। यो आइपिओ पनि गोलाप्रथाबाट नै बाँडफाँड हुने निश्चित छ। त्यसैले धेरै पैसा नफसाउनु होला। न्यूनतम 10 किताका लागि आवेदन दिनु सबैभन्दा बुद्धिमानी हुनेछ। 10 किताका लागि तपाईँले अकाउन्टमा 1000 रुपियाँसम्म राख्नुहोला। यो कम्पनीको बारेमा अलिकति बुझ्नु पर्दा कलङ्गा हाइड्रो पावर लिमिटेड सुदूरपश्चिम क्षेत्र विशेष गरी बझाङ जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस ग्रुप अन्तर्गत कलङ्गा गाड, सानीगाड जस्ता जलविद्युत आयोजनाहरू पर्दछन्। कम्पनीको वित्तीय अवस्था र भविष्यको ग्रोथ राम्रो हुने अनुमान गरिएको छ, जसले गर्दा दीर्घकालीन रूपमा पनि यो सेयर फाइदाजनक हुन सक्छ। अन्तिममा मेरो सुझाव के छ भने, यदि तपाईँ सेयर बजारमा नयाँ हुनुहुन्छ वा पोर्टफोलियो बढाउन चाहनुहुन्छ भने यो आइपिओ भर्न नछुटाउनुहोला। जेठ 8 गतेदेखि आफ्नो मेरो सेयर लगइन गरेर तपाईँले सजिलै एप्लाई गर्न सक्नुहुनेछ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला र सेयर गरिदिनु होला। सेयर बजार सम्बन्धी यस्तो नयाँ अपडेटका लागि हाम्रो च्यानल शेयर कमेन्टलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। शुभ लगानी।